नमस्कार सेवारो कार्यक्रम नागरिक सरोकारमा तपाईँलाई हार्दिक स्वागत छ। म मनु याथुङबा। कार्यक्रम नागरिक सरोकारमा आज हामीसँग अतिथि हुनुहुन्छ म्याङलुङ नगरपालिका वार्ड नम्बर 3 को अध्यक्ष एवं म्याङलुङ नगरपालिकाको प्रवक्ता मिन्ना दाहाल। मिन्नाजी, तपाईँलाई कार्यक्रम नागरिक सरोकारमा हार्दिक स्वागत छ। धन्यवाद। अहिले कसरी दिनचर्या बितिरहेको छ नागरिकहरूको सेवा गर्नको लागि जनप्रतिनिधि भएर आइसकेपछि? जनप्रतिनिधि भइसके पछाडि अब आफ्नो व्यक्तिगत कार्यक्रमहरू चाहिँ अलिक कम गरेर जनसेवामै लागिरहेको छ। अब रातो दिन जनसेवाकै कार्यक्रममै बित्छ। अब यो जनप्रतिनिधि भएको अन्तिम समय पनि हुँदैछ। तपाईँसँग मैले 2081 सालमा एउटा छोटो यसरी नै कुराकानी गरेको थिएँ। कुराकानीको सन्दर्भमा तपाईँले भन्नुभएको थियो मेरो प्राथमिकताका आधारहरूमा चाहिँ एउटा चाहिँ हामी कृषि हो। त्यहाँको स्थानीय कृषकहरूले चाहिँ विशेष गरिकन कृषिलाई बढी मान्यता दिएको छ भन्ने कुराहरू पनि गर्नुभएको थियो। हामी त्यो कुराहरूमा पनि आउँछौँ र अहिले चाहिँ आज हामीले कुराकानी गर्दाखेरि अहिले म्याङलुङ नगरपालिका वार्ड नम्बर 3 मा योजनाका विकासहरू कसरी छनौट हुन्छ र विकास योजनाबाट नागरिकहरूको जीवन स्तरमा के सुविधाहरू परिवर्तन भयो र अनुगमन समितिले जुन विकास योजनाका विकासहरू सम्पन्न हुन्छ ती विकास निर्माण गरेका सम्पन्न योजनाहरूको मापदण्ड अनुसार नै पास भएको छ छैन, अनुगमन समितिले कसरी त्यसलाई पास गरिरहेको छ र अनुगमन समितिको गठन प्रक्रिया के हुन्छ, उपभोक्ता समितिको गठन प्रक्रिया के हुन्छ, होइन समावेशी चाहिँ औपचारिकता मात्र हुन्छ या अर्थपूर्ण सहभागिता हुन्छ भने यी विषयमा कुराकानी गर्छौँ। र पहिलो कुरा चाहिँ तपाईँसँग पहिले योभन्दा अगाडिको अन्तर्वार्तामा कुराकानी गरेको थिएँ। तपाईँले भन्नुभएको त वार्ड नम्बर 3 मा आधारभूत आवश्यकता त्यहाँको कृषिलाई चाहिँ विशेष त्यहाँका नागरिकहरूले कृषकहरूले माग गरेको छ, त्यसमा बढी उहाँको चाहिँ सेवा सुविधा चाहिएको छ, आवश्यक छ भन्ने कुराहरू गर्नुभएको थियो। त्यो अनुसार के कुराहरू पुरा गर्नुभयो त उहाँहरूको मागहरू? हामीले अब कृषि सेक्टरै हो हाम्रो 3 नम्बर वाडा। विशेष गरी तरकारी खेती र पशुपालन नै हाम्रो 3 नम्बर वाडाको प्रमुख पेसा रहिरहेको छ र वाडाले सञ्चालन गर्ने क्रियाकलापहरू पनि कृषि र पशुपालनलाई नै मध्यनजर गरेर हामीले सेवा सुविधाहरू उपलब्ध गराएका छौँ। अब त्यसमा भन्नुपर्दाखेरि पहिला नभएको, अब म आफू निर्वाचित भए पछाडि त्यस पछाडि सुरुवात भएका कृषिका लागि भनेरै हामीले योजना तय गरेका कुराहरूमा चाहिँ हामीले एउटा निःशुल्क पशु प्राविधिकको व्यवस्था गरेका छौँ, जुन योभन्दा अगाडि थिएन। वडा कार्यालय आफैले पशु प्राविधिक राखेको छ र सम्पूर्ण पशुपालक कृषकहरूकामा चाहिँ निःशुल्क रूपमा पशु प्राविधिक सेवाहरू उपलब्ध हुन्छ। त्यसै गरी 3 नम्बर वडामा जति पनि गाई भैँसीहरू पालेका छन् ती सबैको निःशुल्क बिमा चाहिँ वार्डले गरिदिने गरेको छ। मलाई लाग्छ नेपालकै एउटा त्यस्तो वडा हो 3 नम्बर वडा जुन वडामा चाहिँ भएका सम्पूर्ण गाई भैँसीहरूको बिमा भएको छ र बिमा नभएका गाई भैँसीहरू मेरो वार्डमा एउटै पनि छैनन्। र त्यसै गरी हामीले युरिया मल, जुन अहिले नेपालमा समस्या आइरहेको छ युरिया मलको समयमा मलखाद पाइएन भन्ने, तर 3 नम्बर वार्डमा चाहिँ हामीले समयमै निःशुल्क रूपमा पूर्ण रूपमा निःशुल्क कृषकहरूको घर दैलोमै युरिया मल पनि हामीले ढुवानी गरेका छौँ। त्यो निरन्तर छ, 4 वर्ष अगाडिदेखि नै अहिलेसम्म निरन्तर गरेका छ। दियोस् हामीले कृषि र पशुपालनका लागि नै जे जति योजनाहरू छ त्यसलाई महत्त्वपूर्ण चाहिँ स्थान दिएका छौँ। हामीले त्यस बेला नै 81 सालकै यो कुराकानी गरिरहँदाखेरि ज्येष्ठ नागरिकहरूको जुन सेवा सुविधा छ, सुरक्षा भत्ता, त्यो चाहिँ पहिलो प्राथमिकतामा छ मेरो भनेर भन्नुभएको थियो। त्यो पहिलो प्राथमिकता राखेको ज्येष्ठ नागरिकहरूको सेवा सुविधामा चाहिँ के परिवर्तन गर्नुभयो? उहाँहरूले के सुलभ तरिकाले उहाँहरूले त्यो सेवा सुविधा पाइराख्नु भएको छ त अहिले? हजुर, हाम्रो वार्डमा पनि ज्येष्ठ नागरिक धेरैजना हुनुहुन्छ। नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता अब लिन र घरसम्म जान, ब्याङ्कसम्म आउनका लागि निःशुल्क रूपले यातायातको व्यवस्था 4 वर्ष अगाडिदेखि नै 3 नम्बर वडाले गरेको छ। सबैलाई घरबाट ज्येष्ठ नागरिक जो हिँडडुल गर्न सक्नुहुन्न उहाँहरूलाई ब्याङ्कसम्म ल्याइदिने र ब्याङ्कबाट भत्ता थापिसकेर घरसम्म पुऱ्याइदिने त्यो फेसिलिटी पनि 3 नम्बर वडाले दिँदै आएको छ। त्यसको साथसाथै अहिले त पछिल्लो समय अब बायोमेट्रिक गर्नुपर्ने छ, नवीकरण गर्नुपर्छ सबै ज्येष्ठ नागरिकहरूको। यो ठिक्क अहिले रिन्युको क्रम चलिरहेको छ। मैले योभन्दा जस्ट अगाडि सूचना पनि निकालेको छु कि जो हिँड्न सक्नुहुन्न, अशक्त अपाङ्ग हुनुहुन्छ ज्येष्ठ नागरिकजीहरू
उहाँहरू चाहिँ घन्टौँ लाएर वाडामा आउनुपर्ने, सिस्टम नचल्ने र नवीकरण पनि नहुने, फेरि फर्केर जानुपर्ने यो झन्झटले गर्दाखेरि हामीले गत वर्षदेखि नै घर दैलोमै हामी आफै नै यहाँबाट त्यो बायोमेट्रिकका आवश्यक सामग्रीहरू सहित लिएर ज्येष्ठ नागरिकज्यूहरू जहाँ बस्नु भएको छ घरमा हामी वहीँ गएर नवीकरण गर्ने गरेका छौँ। तपाईँ वार्ड नम्बर 3 बाट निर्वाचित त्यहाँको वडा अध्यक्ष हुनुहुन्छ। तपाईँ त्यहाँको विद्यालयमा तीको सामुदायिक विद्यालयमा अध्ययन पनि गर्नुभयो होइन, र तपाईँले भन्नुभएको थियो त्यहाँको स्थानीय सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूको परिवारको निःशुल्क स्वास्थ्य बिमा पनि म गरिदिन्छु भनेर त्यतिखेर 81 सालको अन्तर्वार्तामा तपाईँले भन्नुभएको थियो। त्यो त्यहाँ पढ्ने सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूको परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्नुभयो कि त्यतिखेर त्यो भनाइमा मात्रै सीमित भयो या व्यवहारमा कार्यान्वयन भयो भएन के छ? हजुर, तपाईँलाई यो विशेष धन्यवाद। तपाईँले म निर्वाचित हुने बित्तिकै पनि तपाईँले बोलाउनु भएको थियो र आफ्ना प्रतिबद्धताहरू के हुन्छ, तपाईँको योजना के छ त भनेर तपाईँले मसँग यो निकै महत्त्वपूर्ण र गहन विषय पनि तपाईँले उठाउनु भएको, या सायद अरूले यस्ता विषयहरू उठाएको जस्तो मलाई लागेको थिएन र मैले तपाईँले 81 सालको कुरालाई मैले पुनर्ताजगी गराइदिएँ। हजुर, मैले गरेका प्रतिबद्धताहरू त लगभग सबै नै पुरा गरेको छु, गर्ने क्रममा पनि छु, अलिकति केही बाँकी छन्। र जहाँसम्म हाम्रो 3 नम्बर वडा भएको सामुदायिक विद्यालय जसमा घर टु घरमा विद्यार्थीहरू भइरहेको अवस्थालाई हामीले मध्यनजर गर्दै मैले पहिला पनि भनेको थिएँ कि हामीले निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम ल्याउँछौँ भनेर। त्यो त्यहाँदेखि यता लगातार हामीले 81 सालदेखि नै सुरु गरेको हो। अहिलेसम्म पनि यो कन्टिन्यू चलिरहेछ। हाम्रो वडाभित्र भएको सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्र छात्राहरूको परिवारकै पूर्ण निःशुल्क रूपमा स्वास्थ्य बिमा चाहिँ वडा कार्यालयले गरिँदै आएको छ र यो 4औं वर्ष भइसक्यो। योचोटि पनि हामीले नवीकरण गरिसक्यौँ। यो निरन्तरता हामीले दिएका छौँ र मलाई लाग्छ यस्तो कुरामा पनि नेपालमै सायद कमै वार्डहरू होलान् जसले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्र छात्राहरूको निःशुल्क स्वास्थ्य बिमाको पोलिसी ल्याएको होस्। अब यसमा मैले यो ल्याउनुको पछाडि मैले त्यतिखेर 21 सालमा पनि भनेको थिएँ, अब सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्र छात्रा भनेको चाहिँ अलिकति विपन्न, गरिब, दलित, तल्लो स्तरका हरू चाहिँ बाध्यताको कारणले गर्दाखेरि सामुदायिक विद्यालयमा पढाउनुहुन्छ। त्यसो गर्दाखेरि उहाँहरूलाई स्वास्थ्य बिमा पनि हुने र सामुदायिक विद्यालय पनि चल्ने, दुईटै कुरा भयो। परिवारलाई निःशुल्क रूपमा औषधि उपचार गर्न पनि पाउनुहुने भयो भनेर दुईटै कुरालाई समेट्ने गरी यो स्वास्थ्य बिमाको कार्यक्रम ल्याएको हुँ। त्यो कति सफल भयो तपाईँ? निरन्तर छ, एकदम सफल पनि छ। र मलाई विद्यार्थीको आकर्षण कस्तो छ त सामुदायिक विद्यालयमा? बढ्दो छ? विद्यार्थी आकर्षण केही मात्रामा मात्रै बढ्दो छ, तर तुलनात्मक रूपमा मात्रै बढ्दो छ। त्यही एउटा आकाङ्क्षाको कारणले गर्दाखेरि अथवा स्वास्थ्य बिमा हुन्छ भन्ने कारणले सबैले त्यहाँ स्टुडेन्ट ल्याउने चाहिँ भएन। तर जे होस्, जतिजनाले लिइराख्नु भएको छ लगभग 35-40 परिवारहरू हुनुहुन्छ। स्टुडेन्ट लगभग त्यहाँनिर एउटा विद्यालयमा 55-60 को हाराहारीमा हुनुहुन्छ। उहाँहरूको चाहिँ सकारात्मक सुझाव पाएको छु मैले। त्यही बेलाको अर्को कुराकानीमा वडालाई पूर्ण रूपमा डिजिटलाइज गर्छु भनेर भन्नुभएको थियो। डिजिटलाइज भइसक्यो वार्ड नम्बर 3? हजुर, डिजिटलाइजको मैले एउटा नयाँ कन्सेप्ट ल्याएको थिएँ, एउटा प्लान ल्याएको थिएँ र त्यो अनुसार मैले काम पनि अहिले पनि गरिरहेको छु र पूर्ण रूपले कम्प्लिट भएको छैन। डिजिटल वडा भन्नाले मैले कसरी चाहिँ अहिले त्यसलाई चलाइरहेको छु भने वडा कार्यालयमा सेवाग्राहीहरू चाहिँ काम लिएर आउने हो, कागजपत्रको ठेली बोकेर आउने होइन भन्ने मेरो सोचाइ हो। अब कागजपत्रहरू एउटा लिएर आउँछ, यो भएन फेरि जा, फर्की उहाँ घर जा, फेरि लिएर आइज, यो झन्झट दिनु हुँदैन भनेर जति पनि अत्यावश्यक वडाका लागि पर्ने कागज पत्रहरू हुन्छन्, जस्तै नागरिकता, ध्वनि पूर्जा भयो, विवाह दर्ता भयो, जन्म दर्ताहरू भयो, मृत्यु दर्ताका प्रमाणपत्रका कागजपत्रहरू चाहिँ वडा कार्यालयमा 1 कपी स्क्यान गरेर राख्ने र उहाँहरूले चाहिँ काम मात्रै लिएर आउने र आवश्यक डकुमेन्ट चाहिँ हामी नै प्रिन्ट गरेर उपलब्ध गराउने सिस्टममा काम गरिरहेको छु मैले। अब यो धेरै डकुमेन्टहरू स्क्यान गर्नुपर्ने हुन्छ। लगभग अहिलेसम्ममा 70% को हाराहारी चाहिँ कम्प्लिट भइसकेको छ र मैले यसलाई पूर्ण रूपले डिजिटलाइज बनाउनका लागि जुन नियमित तरिकाका सिफारिसहरू हुन्छन्, यी सिफारिसहरू चाहिँ मोबाइल एप्सबाटै लिन सक्ने गरीको मैले प्लान बनाएको थिएँ। तर त्यो प्रविधि मैत्री चाहिँ हाम्रो अब समाज कतिको छ त भन्ने पनि भयो, किनभने ज्येष्ठ नागरिकहरू धेरैजना हुनुहुन्छ। उहाँहरूले अब त्यो सुविधा उपयोग गर्नलाई अलिकति असमर्थ भएको कारणले गर्दाखेरि अहिले त्यो मोबाइलबाटै प्रिन्ट हुने त्यो सुविधा चाहिँ मैले राखेको छुइनँ। तर अहिले पनि वाडामा जतिले डिजिटलाइज गराउनु भएको छ, आफ्नो डकुमेन्टहरू दिनुभएको छ, उहाँहरूले चाहिँ फेरि दोहोऱ्याएर डकुमेन्ट दिनु पर्दैन, उहाँहरूले काम मात्र वडा कार्यालयमा लिएर आउँदा हुन्छ। हस् त मिनाजी, तपाईँलाई 81 सालमा तपाईँले यही रेडियो मेन्सनमा मसँग जुन अन्तर्वार्तामा गर्नुभएको प्रतिबद्धता बाचा थियो त्यसलाई मैले स्मरण गराएँ या पुनर्ताजगी गराएँ। र फेरि अब हामी चाहिँ हाम्रो मेन विषयवस्तु, मुख्य विषयवस्तुमा हामी प्रवेश गरौँ।
विशेष गरिकन अहिले वडामा विभिन्न विकासका योजनाहरू सम्पन्न हुन्छन्। ती विकासका योजनाहरू वार्ड नम्बर 3मा छनौटको प्राथमिकीकरण तपाईँले कसरी गर्नुहुन्छ? अब हाम्रो वाडामा अलिक सानो वाडा पनि छ तुलनात्मक रूपमा अरू वाडा भन्दाखेरि। अब जति हामीलाई बजेट प्राप्त हुन्छ त्यो बजेट प्राप्त भइसके पछाडि हामी एउटा सूचना निकालेर आम उपभोक्ताहरू जति पनि नागरिकहरू हुन्छ सबको हामी भेला बोलाउँछौँ। त्यो पनि क्लस्टर वाइज हामीले बोलाउँछौँ। सबैजना एकै ठाउँमा आउनलाई पाएको पर्दैन भनेर टुक्रा टुक्रा गरेर हामीले पहिला सबै चोक चोकमा टोल बस्तीमा सबैलाई बोलाएर आवश्यकताहरू के छन् र के चाहिँ हुनुपर्छ, हामीसँग यति बजेट प्राप्त भएको छ के छ भन्ने पाराले हामी योजना पहिला माग गर्छौँ र प्राथमिकीकरण पनि हामी त्यहीँबाट गर्छौँ। यो एउटा नोटिस गर्न लागेको छ। प्रायः प्राथमिकीकरण तपाईँले गर्नुहुन्छ कि त्यहाँ नागरिकहरूमै हामीले जस्तै यो सालको भर्खरै मात्रै हामीले 2-3 महिना अगाडि मात्रै सम्पन्न गरेका छौँ। यो पटक यति पैसा आएको छ, हामीले केलाई प्रायोरिटी दिएर जाने हो त भन्ने कुरा चाहिँ त्यहीँबाट कन्फर्म हुन्छ। त्यो भेलाबाटै योचोटि चाहिँ अब सडकमा मात्रै हामीले प्राथमिकता दिने हो कि कृषिलाई मात्रै प्राथमिकता दिने हो कि केमा प्राथमिकता दिएर जाउँ त भन्ने कुरा चाहिँ हामी त्यहीँबाट आम उपभोक्ताबाट लिन्छौँ। त्यसको उदाहरणको लागि जस्तै यो पटक हामीले कृषिलाई मात्रै फोकस गरेका छौँ। कृषि आधुनिकीकरणलाई मात्रै फोकस गर्ने भन्ने पब्लिकको कुरा आएपछि हामीले त्यसलाई मात्रै फोकस गरेका छौँ। योभन्दा अगाडि चाहिँ हामीले मुख्य सडकहरूलाई चाहिँ स्तरोन्नति गर्नुपर्छ भन्ने खालको कुरा आउँछ र सडकमा ज्यादा पैसा छुट्याउँथ्यौँ। यो पटक चाहिँ हामीले सडकलाई कम गरेर कृषि आधुनिकीकरणलाई चाहिँ बजेट पर्याप्त मात्रामा छुट्याएका छौँ। अब स्थानीय नागरिकहरूले योजना छनौट हुँदैछ हाम्रो वडामा भनेर थाहा पाउनको लागि सूचनाका आधारहरू चाहिँ के प्रयोग गर्नुहुन्छ? कसरी थाहा पाउँछ त आम नागरिक? मेरो सूचना राम्रो कुरा सुन्नुभयो। सूचना प्रवाह गर्नेमा मेरो चाहिँ अलिकति छुट्टै प्लान छ भनौँ न, त्यसरी गर्ने गरेको छु। प्रायः जसोले चाहिँ लेटर प्याडमा सूचना लेख्ने, रेडियोबाट बजाउने, फेसबुकमा वालमा हाल्ने गर्नुहुन्छ। तर म चाहिँ म निर्वाचित भएर आएदेखि नै अब हाम्रो गाउँठाउँमा भनेको धेरै जसो ज्येष्ठ नागरिकज्यूहरू हुनुहुन्छ। अब उहाँहरूले त सूचना पढ्न त सक्नुहुन्न। अब काम गर्नु भएको हुन्छ, खेतमा कता कता काम गरिराख्नु भएको हुन्छ। कम्तीमा बेलुका आएर मोबाइल चलाउँदाखेरि चाहिँ उहाँहरूलाई भिडियो सन्देश मार्फत सूचना दिनुपर्छ भनेर मैले जति पनि सूचनाहरू प्रोभाइड गर्छु, उपलब्ध गराउँछु, सबै म भिडियो बनाउँछु र भिडियो मार्फत चाहिँ फेसबुकबाट पनि र स्थानीय अब रेडियो मेन्सन भयो, रेडियो अन्य रेडियोहरू बाट पनि हामीहरू सूचना प्रवाह गर्छौँ। र विशेष गरी यो भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने कुरामाले चाहिँ ज्येष्ठ नागरिकहरूलाई पनि थाहा हुन्छ कि मलाई भेट्दाखेरि पनि भन्नुहुन्छ ए तपाईँ यसरी बोल्दै हुनुहुन्थ्यो, मैले सुने यो कार्यक्रम छ भनेर बुढापाका मान्छेहरूले पनि भन्नुहुन्छ। नभए त लेटर मात्रै लेख्ने हो भने पढ्ने लेख्नेले मात्रै थाहा पाउने भए, त्यही भएर पढ्ने लेख्नेका लागि मात्र नभएर सूचना सबैको लागि होस् भनेर म चाहिँ श्रव्य दृश्यसहितको भिडियो नै बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको छु। अब सबैले त फेरि मोबाइल नबोक्ला, सबैसँग त्यो पहुँच पनि नपुग्ला। होइन, त्यस्तो छैन। तुलनात्मक रूपमा लगभग सबैसँग मोबाइल चाहिँ छ, किनभने ज्येष्ठ नागरिकहरूले पनि बेलुका दिनको काम गरेर पनि मोबाइल चलाउँछ। त्यसका अलावा हामीहरू अब म एक्लै मात्रै होइन, वार्डमा हामी 5 जना छौँ। अन्य वडा सदस्यज्यूहरूले पनि यो दिन यस्तो यस्तो हुँदैछ भनेर आफ्नो छरछिमेकमा फोन गर्ने, खबर गर्ने, म आफूले पनि खबर गर्ने र त्यसरी सूचना प्रोभाइड गर्ने गरेका छु। प्रायः उपस्थिति पनि सबै कार्यक्रमहरूमा राम्रै उपस्थिति हुन्छ। सबैजना सबै सेक्टरको मान्छेहरू, सबै क्षेत्रको मान्छेहरू उपस्थित हुनुभएको छ। त्यो देख्दाखेरि चाहिँ लाग्छ सूचना राम्रो पुगेकै छ भन्ने मलाई लाग्छ। अब तपाईँ अध्यक्ष, तपाईँले जति स्थानीय नागरिकलाई योजना छनौटको लागि सूचना प्रवाह गरेर तपाईँले बोलाउनुहुन्छ र उहाँ सबै रहनुहुन्छ। सबै सबैजना भेला भइसकेपछि विकासको योजनाहरू जुन प्राथमिकीकरणमा परेको हुन्छ ती योजनाहरू चाहिँ कसरी सञ्चालन हुन्छ त? योजना सञ्चालनमा चाहिँ यस्तो हुन्छ, योजना छनौट भइसकेपछि अब हाम्रो यता नगरपालिकामा नगरसभा मार्फत ती योजनाहरू पास भइसकेर आइसके पछाडि हामीले विकासका योजनाहरू जुन छन्, विकासका योजनाका लागि चाहिँ हामी पुनः सूचना प्रकाशन गर्छौँ कि योलाई यति रकम बजेट छुटिएको छ र यसको लागि उपभोक्ता समिति गठन गर्नु पर्यो भनेर हामीहरू फेरि त्यो पनि एकै ठाउँमा हुँदैन। जुन ठाउँमा योजना चल्ने हो त्यही ठाउँको लागि त्यहीँ छुट्टै भेला बोलाइन्छ। अर्को ठाउँमा योजना चल्ने, अर्को ठाउँमा जुन ठाउँमा स्थानीय उपभोक्ता नै चाहिँ उपभोक्ता समितिमा बसौँ भन्ने उद्देश्यले गर्दा जुन ठाउँमा योजना सञ्चालन हुने हो त्यही क्षेत्रका मान्छेहरू उपस्थित गराएर उपभोक्ता समिति गठन गराइन्छ र उपभोक्ता समिति गठनमा एकदम वडाको कुनै पनि हस्तक्षेप रहँदैन। जति पनि उपभोक्ता समिति बनाइएको छ त्यहाँ उपस्थित हुनुभयो भने आम उपभोक्ताहरूले जसलाई अध्यक्ष राख्न चाहनुहुन्छ, जसलाई जे भन्नुहुन्छ त्यो टिमले त्यहाँ उपस्थित हुनु हुनाले त्यही नै हुन्छ र वडाले त्यसमा हस्तक्षेप गर्दैन। भनेपछि
त्यहाँनिर विकासको योजनाहरू छन्। उपभोक्ता समिति गठन गरेपछि उपभोक्ता समिति गठन प्रक्रिया गठनबाट चाहिँ योजनाहरू सञ्चालन हुन्छ। र उपभोक्ता समिति गठन प्रक्रिया चाहिँ कसरी गर्नुहुन्छ त? उपभोक्ता समिति गठन प्रक्रियाकै बारेमा मैले अलिकति भनिहालेँ। जुन ठाउँमा योजना चल्ने हो त्यही क्षेत्रका उपभोक्ताहरू हामीले बोलाएर उहाँहरूले नै निर्कल गर्नुहुन्छ समितिमा को बस्ने भनेर। र त्यो सँगसँगै अब अनुगमनको पनि त्यही उहाँहरूले नै बनाउनुहुन्छ। त्यस पछाडि हामीले अनुगमन गर्ने पाटो त छँदैछ। जे होस् उपभोक्ता समिति पनि आम उपभोक्ताहरूले नै तय गर्नुहुन्छ, उहाँहरूले नै बनाउनुहुन्छ। हामीले चाहिँ सहजीकरण र समन्वय गर्ने मात्र हो। र कतिपय उपभोक्ता समिति समावेशीकरणको हिसाबले हेर्दाखेरि समावेशीकरण चाहिँ अर्थपूर्ण भन्दाखेरि पनि औपचारिकता मात्र सीमित भएको हो कि सहभागिता समावेशीकरणको नाम चाहिँ भन्ने कुराहरू पनि देखिन्छ। हजुर, त्यो पनि छ। तर अब महिलाको सङ्ख्या चाहिँ अनिवार्य पुर्याउनै पर्ने छ र पुर्याइन्छ नै। अब यस्तो पनि छ, प्रायः जसो उपभोक्ता समितिमा अहिले त गाउँघरमा उपभोक्ता समितिमा बसेर काम गर्न इच्छुक मान्छेहरू भेट्नै गाह्रो छ। कम चासो राख्नु उहाँहरू होइन, तपाईँहरू गर्नुहोस् न भन्ने खालको पाराले। अथवा त्यो अहिले छैन। अहिलेको पछिल्लो समयमा देखिने समस्या भनेको चाहिँ उपभोक्ता समितिमा आफू बसेर काम गरौँ भन्ने खालको चाहिँ गाउँठाउँमा अलिकति छैन। अहिले त्यो लेभलको मान्छेहरू पनि हुनुहुन्न धेरै जसो। अब जस्तो नागरिकहरू हुन्छ, युवाहरू त बाहिर हुनुहुन्छ, प्रायः जसो युवाहरू हुनुहुन्न। त्यसले गर्दाखेरि पनि भरिसक उपभोक्ता समितिमा त बस्ने मान्छे भेट्नै गाह्रो छ। त्यसले गर्दाखेरि अब महिला र पुरुषको जति हुनुपर्ने हो त्यसमा त बनाइन्छ। होइन, उपभोक्ता समितिमा बस्न नै गाह्रो मान्छ, बस्ने मान्छे नै पाउँदैन भनेर भनौँ। आफ्नो ठाउँको विकास गर्नको लागि स्थानीयहरू उपभोक्ता समितिमा बस्न नचाहनुको कारण के हो भनेर त्यस विषयमा मैले पनि धेरै सोच विचार गरेको छु। किन चाहिँ आखिर बस्न मान्नुहुन्न त भन्दाखेरि अब यो अनेक झन्झट कागजपत्र मिलाउनु पर्नेदेखि लिएर काम पार लाउनु पर्नेदेखि लिएर र यस्तो न्यारेटिभ सेट भएको छ कि अहिले उपभोक्ता समितिमा कोही मान्छे बस्यो कि यसले चाहिँ खान बस्यो, यहाँनिर यति पैसाको वार्डको योजना चलाइरहेको थियो, कति पैसा खायो भन्ने खालको समाजमा त्यो आक्षेप लगाइदिने अहिले त त्यो चलन आएको छ। प्रमाणहरू केही छैन अथवा त्यसो गरेको हुँदैन। तर पनि समितिमा बसिरहेको थियो, यति पैसा खायो यो गरौँ भनेपछि त्यो बेकारको तनाव हामीले किन लिने भनेर उपभोक्ता समितिमा बसेर काम गर्नलाई चाहिँ तयार हुनुहुन्न मान्छेहरू। अहिलेको यो गलत पाराको यो न्यारेटिभ सेट भएको छ कि उपभोक्ता समितिमा बस्ने बित्तिकै काम गर्दैन, त्यसले खान्छ भन्ने खालको कुरा भएर त्यही हो मुख्य कारण बस्न नचाहनुको मुख्य कारण चाहिँ। भनेपछि भाष्य गलत भाष्य निर्माण भएको छ। हाम्रो वार्डमा मात्रै होइन, सबैतिर नेपालभरि नै अहिले केही काम गरौँ भने चाहिँ यसले खायो नै भन्ने खालको पाराले न्यारेटिभ सेट भएको छ। त्यसले गर्दाखेरि अब जो इमान्दार मान्छे हुन्छ, काम गरौँ भन्ने भावना भएको मान्छे हुन्छ, उहाँहरूको पनि जाँगर अलिकति कम भएको छ। र अर्को यो सरकारी कागजपत्रको प्रक्रियाहरू पनि यो झन्झटिलै छ। वास्तवमै गाउँ ठाउँमा बसेको मान्छेले यो पार लाउनलाई निकै गाह्रै छ। किनभने अब नगरपालिकामा आइज अब दिनौँ धाउनु पर्यो, डकुमेन्टहरू पुरा गर्नु पर्यो, प्राविधिकहरूसँग समन्वय गर्नु पर्यो र निकै झन्झटिलो प्रोसेस छ जे होस् कागजी प्रक्रिया पनि। त्यसले गर्दाखेरि पनि इच्छुक हुनुहुन्न उपभोक्ता समितिमा बस्न। तपाईँले भन्नुभयो नि उपभोक्ता समितिमा मान्छेहरू बस्न नै भेटाइँदैन भनेर भन्नुभयो। एक किसिमको आक्षेप आउँछ, आरोप आउँछ होइन भन्ने कुरा। जसरी विगतमा उपभोक्ता समितिहरू जसरी गठन भए र उपभोक्ता समिति आफ्नो गाउँ आफ्नो ठाउँलाई विकास गरौँ भन्दा पनि उपभोक्ता समिति उपभोक्ता नाम मात्र उपभोक्ता समिति भयो, काम गराइ चाहिँ ठेकदार प्रवृत्तिको भयो। त्यसले गर्दाखेरि पनि उपभोक्ता समितिको भाष्य चाहिँ अलिकति गलत तरिकाले निर्माण भएको हो कि त्यसको सन्देश गलत तरिकाले गयो कि? हजुर, त्यो पनि हो। अब अहिले त त्यस्तो छैन। पहिला चाहिँ तुलनात्मक रूपमा अलिक फितलो व्यवस्था थियो। पहिला ठेकदार प्रवृत्तिको काम गरे, आफ्नो ठाउँ आफै बनाऊ भन्दा पनि कसरी हुन्छ पैसा कमाऊ भन्ने खालको सोच र मानसिक पहिला चाहिँ त्यस्तो खालको थियो। अहिले त अब धेरै कुराहरूमा टाइट भएर आएको छ। किनभने त्यति सहज छैन मान्छेले काम नगरिकन पैसा राख्न भन्ने कुरा त सम्भव छैन। अहिले धेरैवटा कुराले बाँधेको छ, नियम कानुनले टाइट छ। अनुगमनको पाटो पनि त्यतिकै हुन्छ। हरेक नागरिकहरू अहिले सक्षम छन् कम्प्लेन गर्नको लागि। अलिकति उहाँहरूले चित्त बुझेन भने गुनासो तत्काल गर्नुहुन्छ। त्यसले गर्दाखेरि अहिले चाहिँ त्यस्तो अवस्था छैन। यो निर्वाचित भएर वडा अध्यक्ष भइसकेपछि तपाईँले अरू गाविस अरू वार्डको भन्दा अलिकति फरक मैले केही कामहरू गरेको छु भन्ने तपाईँको एक किसिमको अनुभव भनौँ होइन। त्यो तपाईँलाई अनुभवको कुरा पनि छ, त्यो तपाईँलाई आफ्नो विश्वास पनि छ।
यो अलिकति दीर्घकालीन योजनाहरू हुन्छ नि वडामा नगरमा होइन। हजुर हजुर अब तपाईँको वडामा चाहिँ त्यस्तो दीर्घकालीन योजनाहरू होइन 10 देखि 15 वर्षसम्मका केही योजनाहरू हुन्छ हजुर होइन, दीर्घकालीन योजनाहरू त्यस्तो योजनाहरू केही बनाउनु भएको छ? त्यस्तो छ आफूले प्लान गरेर। जस्तै अब यो मुख्य गरी हाम्रो गाउँठाउँमा सडकका योजनाहरू, जुन मुख्य सडकहरू हुन्छन् यिनीहरूलाई चाहिँ बाह्रैकाल सञ्चालन योग्य बनाउने भन्ने दीर्घकालीन लक्ष्य राखेको हो सुरुदेखि नै। र अहिलेसम्म आउँदाखेरि लगभग मुख्य बाटाहरू चाहिँ बाह्रैकाल सञ्चालन गर्न योग्य भएका पनि छन्। तर अब यसमै हिउँदै बर्खै सञ्चालन हुन्छ यातायात, सञ्चालन योग्य नै बनिसकिएको छ अहिलेसम्ममा। र अब एउटा बजेट बाँकी छ, यो बजेट कम्प्लिट भए पछाडि मुख्य सडकहरू चाहिँ पूर्ण रूपले बाह्रैकाल हिउँ बर्खै सञ्चालन योग्य हुन्छन्। दीर्घकालीन रूपमा लिएको लक्ष्य चाहिँ हामीले सडक नै दीर्घकालीन रूपमा चल्ने होस् भन्ने नै हो हाम्रो। र त्यो सडक दीर्घकालीन रूपमा चलिरहेको छ। हजुर चलिरहेको। र त्यो सडक दीर्घकालीन रूपमा चलिरहेपछि स्थानीय नागरिकहरूको जीवन स्तरमा चाहिँ कस्तो कस्तो सुविधा पाइराख्नु भएको छ त्यहाँ नागरिकहरूले? होइन अब यातायात त विकासको पूर्वाधारको मेरुदण्ड नै भइहाल्यो। सबै कुरामा यातायात सहज रूपले पुग्नु भनेको सबै सेवा सुविधाहरूमा सहजता आउनु हो। त्यसले गर्दाखेरि धेरै जसो मुख्य तत्काल फाइदा देखिने भनेको चाहिँ हाम्रोमा तरकारी खेती ज्यादा गर्ने कृषकहरू हुनुहुन्छ, उहाँहरूले ढुवानी गरेर बजारसम्म बिक्री वितरण गर्न ल्याउन लानको लागि सहज भएको छ। त्यसका अलावा अदुवा खेतीहरू र अन्य खेतीहरू पनि गर्नुहुन्छ। त्यसको लागि चाहिँ अब घरबाटै बारीबाटै चाहिँ उठाएर लगिदिने त्यो यातायातको सहजताको कारणले गर्दाखेरि भएको छ। र त्यसै गरी ज्येष्ठ नागरिकज्यूहरूलाई पनि अब बजार आउन जान, काम विशेषले आउन जानलाई पनि सहज भएको छ। त्यसै गरी बिरामी हुने हस्पिटल आउन जानका लागि अब यातायातले त भनौँ न सबै कुरामा जीवन स्तरमा धेरै नै सकारात्मक प्रभाव पारेको छ। बाटो सहज हुनु भनेको त विकासको पूर्वाधारै हो भनौँ न, मेरुदण्ड एउटा मेरुदण्डै भनौँ। अब अघि तपाईँले भन्नुभयो उपभोक्ता समिति हामी गठन गर्छौँ होइन, र यो के अरे योजना 6 प्राथमिकताकरण सम्पन्न भइसकेपछि तर त्यो उपभोक्ता समिति गठनसँगै अनुगमन समिति पनि तपाईँहरूको गठन हुन्छ। अनुगमन समितिले गरेको काम, अनुगमन समितिले अनुगमन गरेको कामहरू उपभोक्ता समितिले जुन विकास निर्माणका योजनाहरू सम्पन्न गर्छ त्यो योजनाहरू चाहिँ मापदण्ड अनुसार नै सम्पन्न भएको छ भनेर अनुगमन समितिले कसरी पास गर्छ, के गर्छ त? हजुर होइन, अनुगमन समितिले उपभोक्ता समितिलाई निरन्तर रेखदेख गर्ने काम त्यो अनुसारले भएको छ कि छैन भनेर हेर्ने नियमन गर्ने काम त अनुगमन समितिले पनि गर्छ। त्यो सँगसँगै हामी वडा समितिको काम पनि त अनुगमनको पाटो पनि हो। र अब अनुगमनको पाटोमा भन्यो भने त काम जति तोकिएको छ, जति इस्टिमेट भएको छ त्योभन्दा कम काम हुने गरेको त कार्य सम्पन्न नै वडाले दिँदैन। मैले अब केही उपभोक्ता समितिहरूबाट भएका काम कम्प्लिट नगरिकन अथवा यो इस्टिमेट अनुसारको काम भएन, कार्य सम्पन्न म दिँदिनँ भनेर पनि कार्य सम्पन्न रोकेर पनि पुनः काम लगाएकोहरू पनि छन्। त्यही भएर अब त्यहाँ अनुगमन समितिले पनि निरन्तर रूपमा नै हेर्नुहुन्छ। त्यसका अलावा हामी पनि अब पब्लिकहरूले हामीलाई डाइरेक्ट गुनासो पनि गर्नुहुन्छ कि काम अलिकति भएन भने पनि यहाँ यस्तो काम हुँदैछ, यहाँ गलत हुँदैछ भनेर हामीलाई इन्फर्म गरिहाल्नुहुन्छ। हामी तत्कालै त्यो ठाउँमा पुगेर यो अनुसारको काम हुनुपर्छ, यो भएन, यसलाई तत्काल रोक्नुहोस् भनेर त्यही अनुसारले काम दियोस्। अनुगमनको पाटो चुस्त दुरुस्त छ वार्डमा। अहिले चाहिँ पब्लिक पनि धेरै एवार्ड भइसकेका छन्, धेरै यसमा त। जस्तै अब तपाईँ एउटा युवा हुनुहुन्छ, वार्ड नम्बर 3 को वडा अध्यक्ष हुनुहुन्छ होइन, त्योभन्दा अगाडि पनि त्यस्ता उपभोक्ता समितिहरू धेरै गठन हुन्थे, त्यसरी बनिन्थ्यो, त्यसरी विकास निर्माणका कामहरू हुन्थ्यो होइन। त्यतिखेरको उपभोक्ता समिति र अहिलेको उपभोक्ता समिति, त्यतिखेरको नागरिक र अहिलेका नागरिकहरूमा फरक के पाउनु भयो? धेरै फरक छ। त्यो त अब उपभोक्ता समिति गठन प्रक्रियादेखि नै फरक छ। पहिला उपभोक्ता समिति गठन प्रक्रियामै आम रूपमा भेला बनाएर गर्ने चलन पहिला थिएन। सुरुमा जो बस्न इच्छुक हुन्छ, जसलाई आफ्नो मान्छेहरू हुन् त्यही अनुसारले राखेर काम गरौँ न भन्ने खालको पहिला हुन्थ्यो। अब अहिले चाहिँ आफू पनि चासो राख्नुहुन्छ, कोही काम यो फलान ठाउँमा काम हुँदैछ भने चाहिँ यो फलान समितिले काम गर्दैछ, कस्तो काम गर्दैछ त भनेर हेर्न जाने। अलिकति उहाँहरूलाई शङ्का लाग्यो भने प्राविधिकसँग कुरा गर्ने, यस्तो यस्तो काम भइरहेछ, भएन भने वडा अध्यक्षले कुरा गर्ने। त्यस्तो कुराहरू चाहिँ अवेरनेस त धेरै नै आएको छ जनतामा। निर्वाचन अगाडि चाहिँ जनप्रतिनिधि हुनुभन्दा अगाडि उम्मेदवारहरू, त्यतिखेर जब तपाईँहरू उम्मेदवार हुनुहुन्थ्यो गाउँ गाउँमा सिंहदरबार ल्याउँछौ भनेर, वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुग्यो? अब गाउँ गाउँमा सिंहदरबार त पुगेकै छ भनौँ। अब धेरै कुराहरू वाडाबाट नै हुन्छन्, अहिले अधिकांश कुराहरू आफ्नो स्थानीय तहबाट नै हुन्छन्। माथि धेरैवटा तपाईँको वाडामा मात्रै पुग्यो कि सबै वाडामा? अरू वाडामा पनि अब संविधानले दिएको अन्तर्गत सबै वाडामा पुग्ने पुगि नै सकिरहेको, सबैमा छ नै छ त।
त्यसका अलावा अब मैले चाहिँ विशेष गरी सेवा सुविधामा फोकस गरेको छु। त्यो तपाईँहरूले पनि मनन गर्नुभएको छ होला। वडाले ठुल्ठुलो विकास निर्माण गर्ने भन्दा पनि वडाले चाहिँ जति सक्दो सेवा सुविधाहरू प्रोभाइड गर्ने हो, विकास निर्माण पनि गर्ने नै हो, तर ठुल्ठुलो विकास निर्माणहरू वडाको बजेटले भ्याउँदैन। तसर्थ सेवा सुविधाहरू प्रोभाइड गर्ने हो भनेर जहाँसम्म लाग्छ मलाई हाम्रो वडाको आम जनताहरूलाई चाहिँ वडा भएको आवास चाहिँ दिलाउन सकिएको छ भन्ने लाग्छ। अघि हामीले त्यो दीर्घकालीन योजनाका कुराहरू गर्यौँ नि, 10 देखि 15 वर्षसम्म लाग्ने भनेर। अब यो मध्यकालीन योजनाहरू चाहिँ केही छ कि छैन अहिले तपाईँको वार्ड नम्बर 3 मा? मध्यकालीन 3 वर्षदेखि 5 वर्षसम्म, 3 वर्षदेखि 10 वर्षसम्म त्यो लाग्ने योजनाहरू त्यसलाई हामीले सुरुमै हामीले तय गरेका थियौँ। म निर्वाचित भएर आइसके पछाडि नै कुन वर्ष कति काम गर्ने भन्ने एक प्रकारको मसँग अगाडि नै प्लान थियो। हामीले सल्लाह गरेर त्यो अनुसारले नै अहिलेसम्म हामी अघि बढिरहेका छौँ। मध्यकालीन रूपमा गरेको जस्तै हाम्रो वडामा स्वास्थ्य चौकी भवन बनाउनुपर्छ भन्ने एउटा मध्यकालीन प्लान राखेको थियौँ, जुन अहिले सफल भइसकेको छ हामीले बनाएर। त्यहीँबाट स्वास्थ्य चौकी अगाडि थिएन। अहिले सेवा सुविधा हामीले स्थानीय स्तरबाटै वडाभित्रबाटै गरिरहेका छौँ र अर्को वडा कार्यालय भवन पनि बनाउनका लागि जग्गाहरू लिएर सम्झाउने काम भइसकेको छ। एउटा कार्यालय चाहिँ बनिएको छैन। यो मध्यकालीन योजनाहरूमा लिएका थियौँ र एउटा खेल मैदान चाहिँ व्यवस्थित खेल मैदान चाहिँ 5 वर्षभित्रमा हामी कम्प्लिट गर्ने भनेका थियौँ। लगभग त्यो हाम्रो कम्प्लिट भइसकेको छ खेल मैदान, उराटे खेल मैदान। त्यसलाई अब तारजालीको कामहरू मात्रै बाँकी छ, स्टेजहरूको काम बाँकी छ। त्यो यो वर्षलाई हामीले तय गरेका छौँ र यो वर्षको अन्त्यसँगै हामी तिनटै कुराहरू स्वास्थ्य चौकी त बनाइसकिहाल्यौँ, वडा कार्यालय पनि बनाउँछौँ र हाम्रो उराटे खेल मैदानलाई पनि पूर्ण रूपले निर्माण सम्पन्न गर्ने हामीले तय गरेका छौँ। अहिले पछिल्लो समयमा फेरि स्थानीय सरकारहरूको एउटा सस्तो लोकप्रियताको लागि गर्ने कामहरू देखिएको भनेको गेट निर्माण, टावर निर्माण, अनि कता कता होइन यो अन्य पार्कहरू निर्माण, यस्तो कुराहरूमा चाहिँ तपाईँको कतिको ध्यान भयो? त्यस्तोमा गयो होइन मेरो ध्यान। मैले चाहिँ अनावश्यक रूपका योजनाहरू चाहिँ सञ्चालन गर्नु हुँदैन भन्ने मानिरहेको मान्छे हो म। र केही बजेटहरू प्रदेशबाट आएका केही बजेटहरू खर्च नभएर, काम नभएर रिटर्न पनि गएको छ मेरो वडाबाट। अब त्यो भन्दाखेरि अब आम दर्शकहरूले रिटर्न भन्ने कि फ्रिज भन्ने? फ्रिज भनौँ न त्यसलाई। फ्रिज भयो भन्दाखेरि फ्रिज गरायोले भन्ने खालको फेरि भाष्य निर्माण भएको छ। तर मेरो भनाइ के हो भने राज्यको पैसा अनावश्यक ठाउँमा लगानी गर्नु हुँदैन भन्ने कुरा हो। र यदि अनावश्यक छ, आम त्यहाँका जनताहरूको लागि आवश्यक योजनै छैन त्यो भने त्यस्तो योजनाहरू जबरजस्ती गरेर अनावश्यक रूपमा राज्यको पैसा खर्च गरौँ भन्दा बरु राज्यले रिटर्न दिएर फेरि चाहिँ अर्को कामका लागि चाहिँ योजना ल्याउनु उपयुक्त हो भन्ने लाग्छ। त्यही भएर अब त्यस्तो बजेट अर्को कामको लागि जनताकै आवश्यकताको लागि प्रयोग गर्न चाहिँ पाइन्छ पाइँदैन? राज्यको मापदण्ड के छ? पाइँदैन। त्यो त जुनमा तोकेर आयो त्यही शीर्षकमा गर्नु पर्यो र त्यो शीर्षकमा हुने योजना चाहिँ अनावश्यक छ वार्डको लागि भनेर वार्डका सबैले महसुस गरेको योजनाहरू त गर्नुभन्दा नगर्नु नै बेटर हो। राज्यकोमै फिर्ता हुनु त्यो राज्यको पैसाको दोहन बेकार दोहनको हो भन्ने लाग्छ। अब तपाईँले भन्नुभएको जस्तो अब गेट निर्माण गर्ने एउटा क्षणिक लोकप्रियताका लागि देखावटी काम, पार्कहरू बनाउने यसो उसो गर्ने त्यतातिर त मेरो ध्यान गएन। र अहिलेसम्म मैले त्यस्ता खालका कामहरू चाहिँ क्षणिक कस्मेटिक पार्कका कामहरू चाहिँ झट्ट हेर्दाखेरि चाहिँ देखिने, खासै जनतामा सकारात्मक त्यसको प्रभाव नपर्ने र दीर्घकालीन रूपमा प्रगति नहुने किसिमका कामहरूमा चाहिँ अहिलेसम्म बजेट पनि विनियोजन गरेका छैन। त्यतातिर खासै ध्यान पनि छैन। तपाईँ 3 नम्बरको वडा अध्यक्ष भइसकेपछि कामहरू गर्नुपर्ने त धेरै छ, जनताको आवश्यकताहरू पनि धेरै छ। तर त्यो धेरै आवश्यकताहरू मध्येमा पनि मैले यो क्षण गरेँ भनेर गर्व गर्ने लायकको काम चाहिँ के गर्नु छन्? त्यस्ता धेरै कामहरू छन्। मैले अघि पनि तपाईँलाई भने यो क्षण गजब गरेँ मैले यहाँको नागरिकको लागि भनेर आत्मसन्तुष्टि हुने त्यस्तो कामहरू पनि होला नि? छन्। त्यस्ता कामहरू धेरै छन्। मैले अघि तपाईँलाई अलिअलि उल्लेख गरेँ। अब मैले विशेष गरी वडाले चाहिँ ठुल्ठुला विकास निर्माण गर्ने भन्दा पनि सेवा सुविधा प्रोभाइड गर्ने हो भन्ने मेरो मान्यता हो। त्यो अन्तर्गत मैले तपाईँलाई भने हामीले कृषिलाई नै पहिलो प्रायोरिटी दिएका छौँ र हाम्रो वडाले मलाई गर्व लाग्छ मैले गरेका कामहरूमा एक दुईवटा कुरामा। जस्तै अब यो समयमै निःशुल्क रूपले मलकाज घरमा पुर्याइदिने, अब कृषकहरूले पाल्नुभएका सबै गाई भैँसीहरूको निःशुल्क पशु बिमा गरिदिने, अब घर दैलोमै निःशुल्क रूपले प्राविधिक सेवा उपलब्ध गराउने, अब सामुदायिक विद्यालय पढ्ने सबै छात्र छात्राको परिवारकै बिमा निःशुल्क स्वास्थ्य बिमा गरिदिने कुराहरू भए। अब ज्येष्ठ नागरिकहरूलाई ब्याङ्कसम्म आउन जानको लागि निःशुल्क यातायातको व्यवस्था गर्ने, अब एसी दिएर बसेका स्टुडेन्टहरूलाई निःशुल्क कम्प्युटर तालिमहरू सञ्चालन गर्ने कुराहरू। अब यी कुराहरू चाहिँ मलाई
गर्व लाग्छ कि मैले गरेँ भन्ने कुरामा मलाई खुसी नै लाग्छ यो कुरा चाहिँ। स्थानीयबाट चाहिँ कस्तो खालको प्रतिक्रियाहरू आइरहेको छ त तपाईँको कामको? अब मलाई चाहिँ लाग्छ म जनप्रतिनिधि भएपछि अब यो अब्जसिलो ठाउँ हो भन्ने भन्छन् धेरैजना जनप्रतिनिधिहरू, धेरै गाली खाइन्छ भन्ने खालको कुरा गर्छ। तर म चाहिँ अपवाद हुँ जस्तो लाग्छ, मैले आजसम्म त्यो फिल गरेको छुइनँ। म चाहिँ एउटा त्यस्तो जनप्रतिनिधि होला नेपालकै जो जिरो हेटर भनौँ, अब आफूले त भन्न मिलेन, तपाईँहरूले एनालाइसिस गर्ने कुरा हो। तर मलाई आम जनताहरूले सबैले पार्टीगत रूपमा पनि कसैले मलाई त्यसरी हेर्नु भएको छैन र समग्र रूपमा मलाई फुल सपोर्ट छ। आम जनताको यतिको सपोर्ट पाउने म भाग्यमानी वडा अध्यक्ष हुँ जस्तो लाग्छ मलाई नेपालकै, जसले मलाई सबै पार्टीकोले यो पार्टी फलान पार्टी यताउता नभनी राजनीति आग्रह पूर्वाग्रहभन्दा माथि उठेर मलाई एकदम निस्वार्थ रूपले सबै कुरामा सपोर्ट गर्नुभएको छ। र म आफूले पनि अब जुनसुकै पार्टीको होस्, मैले अन्य पार्टीकोहरूलाई प्रतिस्पर्धी पार्टीहरूलाई पनि केही वाडामा केही कुराहरू आयो, केही गर्नुपर्ने भने उहाँहरूसँगलाई नै बोलाएर सल्लाह सुझाव लिने गरेको छु। र उहाँहरूले पनि अब ज्येष्ठ, म अलिकति जुनियर भएको कारणले गर्दाखेरि जति अग्रज हुनुहुन्छ उहाँहरूले मलाई वार्डमै आएर फोन गरेर यो चाहिँ गर्दा बेटर हुन्छ है, यसरी जानुपर्छ भनेर सल्लाह सुझाव दिने, विशेष गरी अग्रजहरू जो अर्को पार्टीको हुनुहुन्छ, मेरै पार्टीको हुनुहुन्छ अथवा स्वतन्त्र हुनुहुन्छ, उहाँहरूले मलाई समय समयमा वार्डमा पनि आएर सल्लाह सुझाव दिनुहुन्छ। र गलत गर्ने भने यो चाहिँ गलत गर्न आँटिन्छ है, यस्तो चाहिँ नगर्नुपर्छ, यस्तो चाहिँ गर्नुपर्छ है भनेर फुल सपोर्ट पाएको छु भन्छु म। यसमा मलाई एकदम प्रतिक्रिया पनि राम्रो छ। हुन त मेरो अगाडि सबै राम्रो भनेर के हो त्यो तपाईँहरूले बुझ्ने कुरा हुन्छ होइन, तर तुलनात्मक रूपमा मलाई त्यति धेरै गुनासो अथवा त्यस्तो हेट गर्नेहरू हुनुहुन्न, त्यो सबैले साथ सहयोग एकदम राम्रो दिनुभएको छ। अब वार्ड नम्बर 3 मा तपाईँ निर्वाचित भएर अध्यक्ष भइसकेपछि तपाईँले गरेको कामको फेरि त बेली विस्तार केही कुराहरू हामीले गरि पनि रहेका छौँ। अब वार्ड नम्बर 3 मा बाहिरबाट आउने पर्यटकहरू हुन्छ या बाहिरबाट घुम्ने या आन्तरिक पर्यटकहरू हुन्छ, वार्ड नम्बर 3 मा हामी बाहिरको नागरिकहरू पर्यटकहरू के को लागि आउने, किन आउने, गजब के छ त? अब यस्तो हो, त्यो समग्र तेत्तिस जिल्ला त पर्यटकीय क्षेत्रको लागि एकदम उपयुक्त छ। तर अब 3 नम्बर तपाईँकै वार्डमा छन्, हजुर मेरै वार्डमा चाहिँ भन्ने हो भने प्राकृतिक रूपमा पर्यटक आउनु पर्ने खालको ठाउँ चाहिँ छैन मेरो आफ्नो वार्ड चाहिँ। तर पर्यटकको अब तपाईँले एउटा कुरा अघि भन्नुभएको छ, त्यहाँको प्राथमिक आवश्यकता, आधारभूत आवश्यकता त्यहाँको नागरिकहरूको कृषि भनेर भन्नुभएको छ। कृषि पर्यटनको सम्भावना त होला नि त। अनि मैले त्यसमा एक दुईवटा प्लान पनि गरिरहेको छु, छलफल पनि गरिरहेको छु। र अब हामीले विशेष गरी 3 नम्बर वार्डमा किन आउने त, बाहिरी मान्छेहरू कसरी भित्राउनु त भन्ने कुरामा अब दुईवटा कुराहरूमा अलिकति म लागि परिरहेको छु। एउटा, हाम्रो 3 नम्बर वार्डमा धार्मिक पर्यटनहरू चाहिँ भित्राउन सकिन्छ भन्ने मलाई लागेको पनि छ र त्यही अनुसार छलफल पनि गर्दैछौँ। जस्तै हाम्रो एउटा अहिले गुम्बा निर्माणको क्रममा रहिरहेको छ, हाम्रो तामाङ समुदायको गुम्बा छ। यो गुम्बालाई चाहिँ अलिक व्यवस्थित रूपले ठुलो गरी हामीले सञ्चालन गर्न सक्यौँ भने यहाँनिर बाहिरबाट बौद्ध धर्मावलम्बीहरूको चाहिँ आगमन गर्न यहाँसम्म ल्याउनका लागि सक्छौँ। त्यसै गरी हाम्रोमा एउटा कैलाशेश्वर शिव मन्दिर, जुन मन्दिरलाई चाहिँ अलिक व्यवस्थित गरेर अझ बृहत रूपमा बनाइयो भने र त्यसमा धार्मिक पर्यटक हामीहरू भित्राउन सक्छौँ जस्तो हामीलाई लाग्छ। त्योदेखि प्राकृतिक रूपले चाहिँ हामीले हाम्रोमा हेर्नका लागि पर्यटक आउने गरीको ठाउँ चाहिँ हाम्रोमा कम छ। अब जङ्गलपातको हिसाबले हेर्ने हो भने चाहिँ 3 नम्बर वार्डमा दुईवटा ठुल्ठुला सामुदायिक वनहरू पर्छ। धेरै भूभाग चाहिँ सामुदायिक वन जङ्गलले ओगटेको छ। अघि तपाईँले भनिहाल्नुभयो, जङ्गललाई चाहिँ एउटा पार्क जस्तो बनाउन त भन्दाखेरि त्यो कस्मेटिक पाराको हुन्छ, किनभने धेरैतिर त्यो बनाएर फ्लप भएको छ। त्यसले राम्रो सन्देश दिएको छैन भने चाहिँ मैले त्योतिर लागिनँ। जङ्गललाई अलिकति सिँगारेर पार्क जस्तो बनाएर मान्छेहरू भित्राउन भन्नेतिर चाहिँ म लागिनँ, किनभने धेरैतिर त्यो असफल भइसकेको छ भनेपछि त्यसलाई नै मैले चाहिँ प्रायोरिटी दिनँ। र यो धार्मिक पर्यटकको रूपमा चाहिँ दुईवटा, एउटा गुम्बा र अर्को एउटा मन्दिरलाई चाहिँ व्यवस्थित रूपले सञ्चालन गर्न सक्यो भने चाहिँ आउँछन् भन्ने पनि मलाई लागेको छ। र अर्को खेलकुद पर्यटनको कुरा पनि 3 नम्बर वार्डमा निकै राम्रो सम्भाव्यता छ। म आएदेखि, निर्वाचित भएर आएदेखि नै अहिले सोनाम लोसारको अवसरमा एउटा फुटबल प्रतियोगिता त्यसले चाहिँ अब खुल्ला हो, बाहिरबाट धेरै मान्छेहरू आउनुहुन्छ। हामी 7 दिन जतिको मेलै जस्तो हिसाबले हामीहरू खेलकुदहरू सञ्चालन गर्छौँ र त्यसमा राम्रै उपस्थित हुन्छ बाहिर जिल्लाभन्दा बाहिरका मान्छेहरूको। र खेलकुद पर्यटन र धार्मिक पर्यटक चाहिँ हाम्रो 3 नम्बर वार्डमा भित्राउन सकिन्छ भन्ने लाग्छ। त्यो रूपमा काम पनि गरिरहेको छ। त्यत्रो कृषिको चाहिँ एकदम धेरै आवश्यकता छ, त्यहाँको माग नै भनिसकेपछि कृषि पर्यटनको सम्भावना छैन। कृषि पर्यटन त लार्ज स्केलमा उत्पादन गर्ने गरेको चाहिँ हाम्रोमा किसानहरू त्यत्रो हुनुहुन्न।
सबैजना कृषक हुनुहुन्छ तर त्यो लार्ज एमाउन्टमा चाहिँ ठुलो एमाउन्टमा चाहिँ कृषि उत्पादनहरू छैन। तर ससानो मात्रामा उत्पादन गर्ने त जस्तै म्याग्लुङ बजारलाई खपत हुने लगभग 50% को हाराहारी तरकारी त हाम्रो 3 नम्बर वार्डबाटै उत्पादन हुन्छ। तर त्यसलाई अब पर्यटनकै रूपमा भित्र्याउने गरी चाहिँ लार्ज स्केलमा अलिक छैन। अब त्यो गराउनका लागि चाहिँ अलिक कस्टली पनि हाई पर्ला कि भन्ने लाग्छ। त्यो कस्टली हाई पर्दाखेरि चाहिँ अब स्थानीय तहले त्यो धान्न नसक्ने हो कि के हो त्यसमा के छ, या प्रदेश सङ्घसँग त्यसलाई समन्वय गर्न सहकार्य गरेर होइन कृषि पर्यटनलाई राम्रो गर्न मजबुत बनाउन सकिन्छ, आकर्षणको केन्द्रबिन्दु बनाउन सकिन्छ त्यतातिर तपाईँको योजनाहरू केही छ कि छैन? होइन, सकिन्छ। अब तर मेरो अलिकति यसमा छुट्टै धारणा छ प्रदेशसँग बजेट र सङ्घसँग बजेट माग्ने कुरामा। अब कुन च्यानलबाट माग्ने भन्ने कुरा हो। अब हामी जनप्रतिनिधिहरूले हामी वडाबाट छनौट भएर आएका ठुल्ठुला योजनाहरू पनि आउँछन् जुन वडाले पनि गर्न सक्दैन, नगरपालिकाले पनि गर्न सक्दैन। तिनीहरूलाई चाहिँ हामी लिपिबद्ध गरेर नगरपालिका मार्फत प्रदेशमा सङ्घमा पठाउँछौँ। तर योजना पछि परेर आउँछ, तिनीहरू चाहिँ पर्दैन। जुन टिपाकै छैन, जुन आवश्यकै छैन त्यस्तो खालको योजना चाहिँ परेर आउँछ भने चाहिँ अब यो कुन च्यानलबाट चाहिँ भन्दाखेरि योजना पर्छ प्रदेशको सङ्घको भन्ने कुरा चाहिँ हामी अनभिज्ञ छौँ। हामी निर्वाचित जनप्रतिनिधिहरूले आम जनताबाट टिपेर ल्याएका योजनाहरू पठाएका योजनाहरू चाहिँ आजसम्म परेका छैनन्, पर्दैनन्। र अब अनावश्यक पाराका योजनाहरू जुन थाहा हाल्ने किसिमका योजनाहरू चाहिँ प्रदेशबाट सङ्घबाट परिरहेका हुन्छन्। अब यसमा चाहिँ पहुँच नपुगेर नै भन्नु पर्यो होला। अब हाम्रो पहुँच नपुगेर हो कि के हो। अब मेकानिजम माथिबाट चाहिँ त्यस्तै बनियो, वडाबाट चाहिँ छनौट भएर गएका योजनाहरू पर्ने भयो भने चाहिँ हामी ठुलो बजेटबाट गर्न सक्ने कृषि पर्यटकका लागि पनि हामीहरू गर्न सक्छौँ काम त। कार्यक्रम नागरिक सरोकारको अन्त्यमा आएका छौँ। कार्यक्रममा आज हामीसँग अतिथि हुनुहुन्थ्यो म्याग्लुङ नगरपालिका वार्ड नम्बर 3 का अध्यक्ष एवं म्याग्लुङ नगरपालिकाका प्रवक्ता मिना दाहाल। मिनाजी, तपाईँको आफ्नो अमूल्य समय र आफ्नो अमूल्य अभिव्यक्ति, आफ्नो विचार राखिदिनु भएकोमा तपाईँको यो महत्त्वपूर्ण समय र तपाईँको यो महत्त्वपूर्ण विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद। अब तपाईँ लगायत रेडियो म्यान्चेमलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। वास्तवमा तपाईँहरूले यो पत्रकारिता मात्र नगरेर अब हामीलाई निर्वाचित हुने बित्तिकै पनि तपाईँहरूको प्रतिबद्धता के छ त, प्लान के छ त, के गर्नुहुन्छ त तपाईँको आफ्नो कार्यकालमा भनेर तपाईँले मलाई यहाँनिर इन्टरभ्यू लिनुभएको थियो। आज त्यो पनि मलाई स्मरण गराउनु भयो कि यस्तो यस्तो भनेको थियो, के हुँदैछ कसो हुँदैछ भनेर। यो वास्तवमा पत्रकारिता भनेको, किनभने तपाईँहरूले हामीलाई जवाफदेही बनाउनु भएको छ। मैले पहिला के भनेको थिएँ आजभन्दा 4 वर्ष अगाडि र अहिले म के गरिरहेको छु त भन्ने कुराको मैले पनि अब जवाफ दिन पाएँ म आफूले पनि। र आम उपभोक्ता आम जनताहरूले पनि सुन्नुभयो कि पहिला यो बाचा गरेको थियो, अहिले यो उपलब्धि भएछ भन्ने कुरा। र तपाईँहरूको यो पत्रकारिताका लागि चाहिँ म विशेष धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा पनि तपाईँले यसरी चाहिँ सबै जनप्रतिनिधिहरूलाई जवाफदेही बनाउनुपर्छ, हरेक कुरामा जवाफदेही बनाउनुपर्छ। त्यसको निरन्तरता रेडियो म्यान्चेमले दियोस् भन्ने कुरा गर्दै तपाईँलाई म विशेष धन्यवाद दिन चाहन्छु। धन्यवाद। स्वास्थ्य, मनोरञ्जन, ताजा सूचना, विस्तृत र छिटो खबरका लागि रेडियो म्यान्चेम सुन्दै गर्नुहोस् भन्दै लौ त कार्यक्रम नागरिक सरोकारबाट म मनु याक्थुङबाट बिदा हुन्छु। नमस्कार, सेवा रहोस्।